पछाडिबाट हेर्दा करिना अगाडिबाट हेर्दा झन्डै मरिन। यी बेला बेलामा सही कुरा गर्छन् कि कसो हो केटाहरू? ठिक हो नि, लाइक गर्दै जानु है। ए भाइ एकछिन रुक 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 रुक, त्यो मकैको घोगा आएले फेरि झऱ्यो भने बर्बाद होला है भाइ। बस गरेर नाच। मकैको घोगा झऱ्यो भने त फेरि जिन्दगीभरि पछुताउनु पर्ला नि फेरि होला नि। दिम्की क्या हो यसलाई त नमजाले केटाहरू? के छ विचार? नराम्रो सोच नजाओस् है केटाहरू। भाटा दिम्की क्या हो भनेको नि 4 इन्चको है। नेपालमा सरी के छ र खै? नेपालमा काठमाडौँ छ, भक्तपुर छ, ललितपुर छ, डाँडा काँडा जङ्गल छ, तिमी छौँ, म छौँ। औ बेगारौँ के छ विचार? हट छु, सेक्सी छु, फिट छु, अनि त्यस्तो जेप्पै त्यही केटाहरूलाई खोज्नमा यहाँ आएको होइन। हट छु, सेक्सी छु, फिट छु रे? कुन एङ्गलबाट हट्छ हौ केटाहरू भन्दै त? हेर्दा दुईटा आमाको बच्चा जस्तो देखिन्छ, अझ हट्छु रे? कसम भनेको बोयफ्रेन्ड भएको भए त दुईटै किनी बेचेर क्रस फायर किनिदिन्थे। मलाई क्रस फायर चाहिँदैन, मलाई साइकल भए पनि पुग्छ। म आउँदैछु। हेलो गुगल, सपनामा देखेको पैसा कसरी ब्याङ्कमा ट्रान्सफर गर्ने? नेपालमा डाइनोसर भेट्नु र मैले सिंगल केटा भेट्नु उस्तै हो। दिदी तपाईँ नेपालमा हुनुहुन्छ कि? अनि कहाँबाट बोयफ्रेन्ड पाउनुहुन्छ त? कति गुनासो गर्नुहुन्छ? अफ्रिकामा जानु न, अफ्रिकामा चुटकीमा किमा बोयफ्रेन्ड पाउँछ ढुक्कसँग। गर्लफ्रेन्ड छैन भनेर 2 घन्टा रोए, पछि त बुढी पनि पुग्छ त यार। अझै 2 घन्टा रोए। लड़कों को बात करनी नहीं आती। मेरो प्राइभेट रिलेसनसिप चाहिँ नि यति प्राइभेट छ कि जसले म मन पराउँछु उसलाई पनि थाहा छैन। त्यस्तो साह्रो प्राइभेट छ यार। के चाहिँ गर्नु? भाइ बहिनी हो, 14-15 वर्षको उमेरमा चियासँग बिस्कुट खाने हो, चुरोट होइन। अन्त चाहिँ नि 14-15 वर्षको उमेरमा पढ्ने होइन नि, केटाहरूसँग मस्किँदै घुम्ने होइन नि, बुझिस? इंग्लिश बोलो, टूटी फूटी जैसी भी आती है, बस बोलना है। माय नेम इज मनीष। आई बसोबासी काठमाडौँ। अनि के पो थियो? And I going। बंद करो हाथ जोड़ के। गर्लफ्रेन्ड नभएको केटा खोजेको भेट्दै भेटिन, उतातिर छन्, त्यतै बसाइसर्नु पर्यो। बारम्बार भन्दै पनि आएको छु र अहिले पनि भन्छु तपाईँलाई। तपाईँलाई यहाँ फिट हुँदैन एकति। तपाईँ अफ्रिकामा जानुहोस् भन्दैछ त अफ्रिकामा पर्फेक्ट जोडी भेट्नुहुन्छ चुटकीमा। अरू चाहिँ के भन्नु? यही आन्टीले भन्छ। मेरो बोयफ्रेन्डसँग किन मस्किस रे? बनको केरा न तेरा न मेरा। के कसो केटी हो? हो बहिनी, बनको केरा न तेरा न मेरा। बुझिरहेको छु मैले पनि। त्यही भएर किन चाहिँ हाम्रो नेपालमा भालुको जनसङ्ख्या बढ्यो भनेपछि कुरा यस्तो कुरा रहेछ नि त। भाइ तैँले माथिको त हतियार चेन्ज गर्ने भइसक्यो। ए बहिनी तैँले माथिको त हतियार चेन्ज गर्ने भइसक्यो, सब तलको नि हतियार चेन्ज गर्दा हुन्छ है। सिधा कुरा प्रष्ट विचार। जय नेपाल। नहेर्नु रूप दुःख पाउँछौ, हेर्नु त बानी व्यवहार सुख पाउँछौ। पुरु मरी मरी दुःख गरिन्छ है केटाहरू, तर राम्रै केटी लिएर आइन्छ। 4-5वटा बच्चाहरू पल्ट्याङ गरेर जन्माइन्छ। म चाहिँ भैँसी त होइन, तर तिम्रो लागि चाहिँ म दुध दिन सक्छु। पछि त म चाहिँ दुध लिन गएको है केटाहरू। कहाँ हेरेर आयो? म दुध लिन गएको है। ल केटाहरू गएको। लभ पनि कसरी पर्ने हो साथी?
नराम्रोलाई म हेर्दिन। फेरि राम्रो केटाले तिमीलाई हेर्दैन नि बहिनी है, बुझिराख नि। गल्ती गरेपछि झुक्ने गर, भुक्ने होइन। अनि निसु बेबी बसेर होइन उठेर मुत्ने गर्ने है। किन इग्नोर गर्छौ? माया छैन भने सिधै भन न, म आफै तिम्रो जिन्दगीबाट हटिदिन्छु। माया जिन्दगीबाट निस्किनु पर्दैन बुनु, त्यो अस्तिको वर्ष फेल भएको 1 क्लासको एक्जाम मात्र पास गरे पुग्छ है बहिनी। सुत्न खोज्यो, निन्द्रा लाग्दैन। बहिनी अनि ओछ्यानमा म त्यो होला, अनि कहाँबाट निन्द्रा लाग्नु। मेरो 500 जना बोयफ्रेन्ड थियो। व्हाट्स रङ? अहिलेको जमानामा 500 जना बोयफ्रेन्ड हुनु भनेको नर्मल हो यार। 500 जना बोयफ्रेन्ड भनेपछि त यो दिदीलाई त कति दुख्यो होला है। यो दिदीको मन चिया बनाइदिएर गए है माधुर चोत केटाहरूले।